बनिरहेछ यहाँ दोकान सोकान मर्मत भइरहेछ यहाँ हेर्नु लिप्टिस सिप्टिस के हो के बनिरहेछ के बनिरहेछ यता आउनु होला गाइज घुम्न दामी ठाउँ छ भेडा बाबा रामपुरमा पर्छ मन्दिर चाहिँ गाउँको नाम चाहिँ भेडा बाबा होइन मन्दिरको नाम हो भेडा बाबा रामपुरमा पर्छ गाइस यो मन्दिर चाहिँ धनगढी उपमहानगरपालिका 16 रामपुरमा पर्छ यो मन्दिर भेडा बाबा वेलकम टु भेडा बाबा हो गइरहेको छ गाइस अघि देखाएको थियो नि उता लक थियो गेट सेट लक छ आज कोही आएको छैन सायद पूजा गर्न अब फेरि गइरहेको छौँ गाइस त्यही अहिले देखाउने हो रिकट कर दी थोड़ा बोला इतना अघि देखा थियो नि गाइस त्यही होला गेट हो यो गाइस अहिले अघि देखा थियो त लक थियो यो गेट लक छ गाइस यो गेट चाहिँ अनि हामी उताबाट घुमेर आयौँ फेरि अब सिधा जान्छ अहिले देखाउँछु तपाईहरु यो बाटो हिड्नु भएको छ कि छैन कसले निगेको छ गाइस सिधा निकाल्छ अहिले तलाउतिर निकाल्छ यो पूजा गर्न जान्छन् के यहाँदेखि जल्दिन स्नान गर्न के स्नान गरेर यहाँ पूजा गर्न आउँछन् भक्तजनहरू वाह जसले पनि यो बाटो देखेछ गाइस कमेन्ट गर्नु यतातिर हुन त कपालहरू हुन्छन् बसेको त्यही पनि म तपाईहरुलाई देखाइदिइराछु आज त कोही छैन यहाँ बसेको नत्र त यहाँदेखि उहीँसम्म गर्लफ्रेन्ड बोयफ्रेन्ड एकदम चिप्किया हुन्छन् यही बाटोमा यतै त बसे हुन्छन् डेटिङमा हुन्छन् पुरै गाइस शिव भक्त माथि हुन्छन् कृष्ण राधा भक्त यहाँदेखि सुरु भइहाल्छन् यो बाटो हेरिराख्नु यही बाटो आउनु अहिले त्यहाँ लास्टसम्म हुन्छन् बस गर्लफ्रेन्ड बोयफ्रेन्ड लिएर आउनु तपाईँ पनि आफ्नो पार्टनरलाई लिएर आउनु यतै घुमाउन बढिया मनोरम छ यता जंगल पनि छ ठुलै जंगल छ दाउरा गरिरहेछन् सायद मान्छेहरू यता काट काट्यो देख्न सक्नुहुन्छ गाइस यता जंगल छ यता बसे हुन्छन् कपालहरू पता नै के गर्छन् यता बसेर के गर्छन् होला गाइस कमेन्ट त गर्नु मलाई थाहा छैन यहाँ पुरै बसे हुन्छन् मेलामा यहाँदेखि सुरु भइहाल्छ कृष्ण भक्त भनेपछि यहीँदेखि सुरु हुन्छन् तिनीहरू दर्शन गर्नेवाला माथि हुन्छन् गाइस यता त के गर्छन् बस्या हुन्छन् हात जोडेर तपाईहरु पनि आउनु अहिले त्यहाँ पनि छ अहिले देखाउँछु कपालहरू बस्ने ठाउँ दामी ठाउँ छ गाइस यो बाटो देखाइरहेको छ मन्दिर अहिले
देख लो ना कहना रेकर्ड हुई तो आजकल तो सब टिकटॉक बने थे जन्ने गाइस फाइनल्ली हामी अब पुग्यौं यो तलाउ कसले देखेछ गाइस यसको चारैतिर अब बाटो गइराछ कुनै दिन देखाउँला तपाईहरुलाई कमेन्ट गर्नुभयो भने त्यहाँसम्म छ बाटो सिधा यता बाटो घुम्नु पर्छ धेरै टाइम लाग्छ सायद तपाईहरु त देख्नु भएको छैन होला जसले देखेछ कमेन्ट गर्नु नदेखेका वालाहरुले न्यू भिडियोको लागि कमेन्ट गर्नु गाइस मलाई अनि म बनाइदिन्छु फुल भिडियो यो तलाउको बारेमा देखाइदिन्छु पुरा यता बनिरहेछ गाइस धेरै बनिरहेछ बन्दैछ यसको चारैतर्फ बनिरहेछ बाटो धेरै लामोसम्म बनिरहेछ उता बनिहाल्यो यो भइरहेछ काम यो तलाउ कसले देखेछ गाइस यो मन्दिर कसले गएको छ म चाहिँ गएको छु धेरै चोटि गएको छु सुरुदेखि गएको छु गाइस यो मन्दिरमा त बस जब बनिरहेको थियो त्यही टाइमदेखि गएको छु यता पनि खै के पो बनिरहेछ भवन यता बनिरहेछ मान्छेहरू छन् आउनु होला मस्त ठाउँ छ अहिले उताको पनि कपाल बस्ने ठाउँ देखाउँछु सिधै यतै आउनु मेलाको टाइममा यता हुन्छन् गाइस कपाल आफ्नो कपाल लिएर आउनु यता घुम्न यता त पुरा भयंकर भिड हुन्छ यता कोले घुमेछ गाइस यो के पो मन्दिरको नाम हो यार मैले त बिर्सिसके गाइस अघि यहाँ कपालहरू थियो दुईवटा हामीहरूले रेकर्ड गरेनौ हेरे हुँ तर आउनु होला तपाईँ आफ्नो पार्टनर लिएर यता घुम्न बेडा पाबातिर घुम्न जाऊ भन्नु आज भिडभाड छैन गाइस हाम्रो गाउँमा सायद तपाईहरु आउनु होला सानो मेला लाग्यो भने दशैं नै साउनमा आउनु होला सोमबार भयंकर भिड हुन्छ पहिलो सोमबार अनि लास्टको होला सोमबारमा लास्टै भिड हुन्छ गाइस यो हो गाइस पानी जाने ठाउँ हेर गाउँमा पानी लगाउनको लागि हामीहरू यही पानी खोल्छौं गाइस पूजा पाठ गरेर के हालेछन् के हालेछन् हेर्नु गाइस दामी शान्ति वाला ठाउँ छ के यता दामी आयो त यार भिडियो बनाए पर एउटा दिन यहाँ मेलामा दोकान लाग्छ गाइस यता लाग्छ अहिले यहाँ कपाल अघि थियो दुईवटा फोटो खिचाउन आउनु गाइस ड्रोन क्यामेरा लिएर आउँछन् यता क्यामेराम्यान पनि आइसके हुन्छन् मेलामा त बेहदा बाबा रामपुर मा आउनु गाइस घुम्न
दामी दामी सिन छ गाइस। यहाँ त्यो भिडियो हुन्छ नि, भिडियोको सुटिङ गर्न पनि यहाँ आउँछन् गाइस। फेमस छ यो गाउँ त नभनौँ, यो तलाउ फेमस छ। अनि मन्दिर, यहाँ बाख्रा चराइरहेछन् मान्छेहरू। धेरै लम्बा छ गाइस यो तलाउ। बहुत टाइम लाग्छ यो घुम्न। यहाँको कसले बसेछ, यहाँ पनि कपालै कपाल हुन्छन् गाइस। यहाँ त आइहाले कृष्ण भक्तको ठाउँ आइहाल्यो। यता सब यता के गरिरहेको हुन्छन्, के गरिरहेको हुन्छन्। यही मन्दिर हो गाइस। पहिला यो टालको नाम महादेव राखेको थियो, फेरि चेन्ज गरिदिए यो तलाउको नाम लोटस टाल राखिदिएछन् आजकल त। गुगलमा देखिरहेको थियो। खास यो लोकल नाम यसको चाहिँ बर्का टाल भन्छौँ हामीहरू लोकल। अनि उताको साइडमा छ यसको टालको सानो होला, त्यहाँ माछा पाल्छन्, त्यो वाला टाललाई भन्छन् भुटी टाल। भुटको टाल हो त्यो। भुट नहीं भुटी छुटकी वाला हो, मिसा भुटी टाल हो। त्यो टालको नाम पहिला राखेको थिए शाहदेव टाल, यो टालको नाम थियो महादेव। खै के चेन्ज गरिरहेको हुन्छन् टाइम टाइममा। मान्छेहरू आछन् गाइस, फोटो खिचाइरहेछन्। को आछ गाइस यहाँ हेर्न। गाइस आउनु यता, यहाँदेखि पुरै कपाल हो गाइस। यता त पुरै चप्के मात्र देख्छ। यहाँ बस्या हुन्छन्, यहाँ अँगालोमा राखेर बसे हुन्छन् आफ्नो गर्लफ्रेन्डलाई, आफ्नो बोयफ्रेन्डलाई। म त हेर्छु त डङ परिहाल्छ। हेर्छु त कन्फ्युज भइहाल्छु, हाम्रो कहिले कपाल बन्ने। यहाँ पुरै बसे हुन्छन् गाइस। यता पुरा शान्त, कोही डिस्टर्ब गर्न आउँदैन त। यता केटाहरू मात्र हो। मेलाको टाइममा गुन्डा जस्तो केटाहरू आउँछन् के यता बसे हुन्छन् नि। यता कपालहरू तिनीहरूलाई डिस्टर्ब गर्न आउँछन् के यता। हराम मान्छेहरू आउँछन्। मन्दिर, हामी मन्दिरको साइडमा हिँडिरहेछौँ गाइस। बाटो धेरै लामो छ, अहिले देखाउन सम्भव हुँदैन। भिडियोमा कमेन्ट गरेपछि म देखाइदिन्छु पुरै जहाँसम्म छ त्यहीँ। उता पनि बाटो छ, उता यता पुरा छ बाटो। तलाउभरि अब बन्ने हो बिस्तारै। हेर्नु आउनु होला, मेरो लागि एउटा गर्लफ्रेन्ड बनाइदिनु। अनि म पनि लिएर आउँछु हात जोड्दै यता घुम्न गाइस। कपालहरू हुन्छन् यता, एक्लै आएपछि लाज लाग्छ कि। म चाहिँ दाउरा घाँस काट्दै यता आइहाल्छु, जहिले पनि देखिहाल्छु के। अनि मलाई राम्रो लागिरहेको हुँदैन। म नै देखाइछु है। यो तलाउ हो गाइस।